केपी शर्मा ओलीलाई अलिकति पनि लाज छैन। देशमा सबै बनेकै छ, कोही नाङ्गो छैन, कोही भोकै छैन भनेर अभिव्यक्ति दिनुहुन्छ। उहाँ माथि काठमाडौँमा बसेर, चिल्लो घरमा बसेर, चिल्लो बाटोमा हिँडेर देशमा सबै भइसक्यो, सबै गरिसक्यौँ, सबै हामीले गरिसक्यौँ भन्नुहुन्छ। तर यस्तो नाङ्गो बालबच्चाहरूलाई, यस्तो स्कुलको बच्चाहरूलाई देख्नुहुन्न उहाँले। उहाँसम्म यस्तो भिडियोहरू जाँदा पनि जाँदैन होला, सायद उहाँ स्क्रोल गरेर हिँड्नुहुन्छ होला। देशभरि घुम्नुहोस् एकचोटि, हरेक ठाउँ गाउँ गाउँमा घुम्नुहोस्, कस्तो अवस्था छ र कस्तो बनाएको छु देशमा। तपाईँकै कारणले गर्दा यति परिवर्तन खोजेको छ। तपाईँसँग घमण्ड धेरै भएर मै हुँ ठुलो, मै हुँ राजावादी, मै हुँ राजा शासन जस्तो राजा पनि यत्रो गर्थेन होला। केपी शर्मा ओलीकै कारणले गर्दा देशमा यत्रो हङ्गामा भएको छ। तपाईँकै कारणले गर्दा तपाईँ सुध्रिनु जरुरी छ। एकचोटि मरिहत्ते भए पनि जनताहरूले चाहिँ केपी शर्मा ओलीलाई जसो तसो सुधार्नुपर्छ। पार्टी सबै ठिक हुन्, पार्टी कोही पनि गलत होइन, पार्टीलाई दोष दिनुहुन्न, तर व्यक्ति खराब छ नि यहाँनिर। यो व्यक्तिकै कारणले गर्दा यो बच्चाको हालत हेर्नुहोस्, यो स्कुल हेर्नुहोस्, एउटा नाङ्गो छैन, एउटा जाडोले थुरथुर कामेको छैन भनेर पत्रकारलाई चाहिँ तपाईँ अन्तर्वार्ता दिनुहुन्छ। देशमा सब पुगेको छ। पहिलाको भन्दा पहिला नाङ्गै हिँड्थे, भोगै हिँड्थे। म प्रधानमन्त्री भइसकेपछि सबैलाई घाँस कपास सबै दिए भन्नुहुन्छ। तर यो बच्चाको हालत हेर्नुहोस्, कहिले महसुस गर्नुभएको छ। हुन त तपाईँको छोराछोरी भएको भए तपाईँलाई याद आउँथ्यो होला होइन। आफूलाई त चिल्लो कारमा हिँड्न पुगेकै छ, सिक्युरिटी गार्ड घरमा छनै छन् होइन। घर जस्तो भने त्यस्तै बनाउनु पाएकै छ। तपाईँलाई अरू के मर्ला, पैसा आएकै छ होइन। त्यही भएर देशमा भ्रष्टाचार, गुन्डा नाइकेहरू पाल्ने भनेको केपी ओली। केपी ओली नै गद्दार भएर एमाले बिग्रेको। पार्टी कोही पनि खराब छैन, राम्रो राम्रो मान्छे पनि छन्, पछि छन् नि। उनीहरूले चान्सै पाउँदैन। जो नराम्रो मान्छे छ, जोसँग अलिकति पैसा छ, त्यही मान्छे अगाडि पुग्ने हो कि। सोझा साझा मान्छे जाँदै जाँदैन अगाडि।